त्यसपछि साँझ परेको थियो कहुनाले फोन गर्यो फेरि डिस्टर्ब गर्नलाई। ए साँझ परे बेला चाहिँ कसले फोन गर्यो दाइ फेरि? साँझ परेको थियो, त्यहाँबाट चाहिँ हामी अब यस्तै जङ्गलको बाटो 1 घन्टा मन्दिरमा पुग्नलाई 1 घन्टा लाग्ने। अनि चाहिँ तपाईँको हामी कमसेकम लगभग 12-15 जना थियौँ। हामी 3-4 जना 4-5 जना अब हामी मान्छे लोग्ने मान्छे भइयो। अरू आइमै केटारी यताउति टप्पी गरे 10-12 जना थिए। त्यहाँबाट हामीसँग 3-4वटा पाठा पनि थिए। अब पाठा करा थिए जङ्गलको बाटो। राति 7 बजे 7-7:30 भयो थियो त्यति बेला। 1 घन्टा जङ्गलको बाटो हिँड्न पर्ने। 7 पाठा छन्। हामी लाइट त चाहिँ त्यति बेला त अब त्यो बिजुली खासै थिएन होइन। अब 3 फोके लाइट बालेर अँध्यारो जङ्गलको बाटो हिँडिया छौँ। त्यहाँबाट त एउटो पाठो त कति करायो भन्ने नि त्यो कानै फाट्ने चाहिँ गरायो क्या त्यसले। भ्या गरेछ होइन। त्यहाँबाट त्यसरी चाहिँ त्यहाँबाट हिँड्दै माथि पुग्यो हामी। माथि चाहिँ नपऱ्यो एउटा ठ्याक्क बर पिपलको चौपारी जङ्गल पनि ठ्याक्क काटिने। हामी पनि त्यहाँ विश्राम गऱ्यो। एकछिन त्यहाँ बसियो, पानीसानी खाइयो धाराको। अब जङ्गल काटियो। अब त चाहिँ फेरि जङ्गल काटेपछि एउटा झाडी आउँछ त्यहाँ। पुरै चाहिँ तल खोलो मासतिर बाटो पुरै झाडी के झाडी पुरा। अब गाउँ आउने बेला भयो। त्यहाँ त झाडीमा जाँदाखेरि त चाहिन्न पऱ्यो। कता जानु हो पेलेन्जी खै? त्यहाँ झाडीमा पुग्दाखेरि माथितिर बाटो त्यो तलतिरबाट फुट्टै गर्दै चाहिन्न पऱ्यो आओ हेर्नु। त्यो मेरो त्यो बिचमा चाहिँ पाठो थियो। यतातिर चाहिन्न पऱ्यो अर्का हाम्रा एउटा दाई थिए। लडेर मर्नेले त चाहिन्न पऱ्यो ल भन्छन् गरेर मैले के ल भन्छु हेर्छु त मेरो पाठै छैन त्यहाँ गायबलाई हेर्नु। त्यति छिटो लडेर मर्नेले त लयो भन्छन् गरेर के गीत आयो यो साधन गरौँ त सबले। अनि चाहिँ तपाईँको त फ्याक्टै त्यति छिटो बिजुलीको तालमा त मैले त अहिले लडेर मर्नेले त लयो भन्छन् गरेर दाइले त के लयो भन्छु। यसो हेर्छु त पाठै छैन हेर्नु। कसो हाम्रो त पाठो तान्ने जग्गा कसो हाम्रै खुट्टा तानिदियो त। त्यति स्पिडमा आएर चाहिँ नपऱ्यो त लाँदो रहेछ कि। त्यसपछि हामीले हाई हुई गरियो। त्यहाँ ढुङ्गा फालियो तलसम्म पुग्यो। अब कहाँ लो त अँधेरा। त्यहाँबाट माथि घरकाले हो नजाऊ अब तल नजाऊ अब लानियो ल कता लैसक्यो होइन। अब छोडिदियो के जाति भन्छन् चाहिँ खुन खाएको बाघ के जाति भन्छन् होइन। नजिस्किया अब छोडिदियो भने त्यहाँबाट हामी गाउँतिर लागियो। त्यस्तो बनाएको छ एकचोटि। अनि दाइ तँ बाघ आएको थियो भने चाहिँ कहाँ हरायो दाइ त्यो बाघ? बाघले त लयो नि त फ्याट्टै चाहिँ पाठै लयो। कहाँ रात पाठो खोड्नलाई चाहिँ हामी उहाँ कता चाहिँ नपर्यो दुःख पाइयो। राति चाहिँ नपर्यो तपाईँको कुरा गर्ने मेरो बाघ। त्यति छिटो स्पिड हुने रहेछ क्या त्यो मतलब। अब त पाठाको जग्गा हामीलाई त तानिदिए भए त सकियो हेर्नु। त्यस्तो चाहिँ नपर्यो। अँध्यारो हेर्नुहोस् केही नदेखि नि लाइट छन् हातमा चाहिँ नपर्यो मिलिक्क गरेर त सिर्लिक्कै लैछ कि। त्यति छिटो लाने रहेछ। त्यति स्पिड के त्यो स्पिड हेर्नुहोस् न। अब म यतारि फर्कन पाएको छैन कि त्यो अर्का दाइले देखेछन् अहिले लडेर मर्नेले त ल भन्छन् गर के लयो लडेर मर्ने कौन लडेर मर्ने हो भन्ने। म भन्दा पनि चाँडो त डुल्दैन होला दाइ बाघ पनि।